नमस्कार दर्शक महानुभावहरु, तपाईलाई स्वागत छ कार्यक्रम सिनेमा नेपालमा। म हुँ बालकृष्ण खनाल। आज हामी लिएर आएका छौं नेपाली चलचित्र क्षेत्रको हालको सबैभन्दा चर्चित र प्रतिष्ठित चलचित्र नरसिंह अवतारको विस्तृत समीक्षा। महानायक राजेश हमालको दमदार अभिनय, निर्देशक दिवाकर भट्टराईको कथा, कला र अन्तर्राष्ट्रिय बजारमा चुलिदो मागबीच यो चलचित्रले नेपाली फिल्म उद्योगमा कस्तो प्रभाव पार्न सक्छ त्यो बुझ्न कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। नरसिंह अवतार पौराणिक पृष्ठभूमिमा आधारित एक आधुनिक प्रस्तुति हो। भगवान विष्णुको चौथो अवतारको रूपमा चिनिने नरसिंहको यो रूपले धार्मिक, सांस्कृतिक र सिनेम्याटिक तीनवटै पक्ष समेट्ने प्रयास गरिएको छ। निर्देशक दिवाकर भट्टराईले चलचित्रलाई आध्यात्मिक र सामाजिक सन्देश दिने उद्देश्यले निर्माण गरेका हुन्। फिल्मको निर्माणमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव नेउपानेको लगानी छ। लामो अनुसन्धान र तयारीपछि फिल्मले मूर्त रूप लिएको हो। राजेश हमाल चलचित्रका मुख्य पात्र हुन्। एक यस्ता अवतारी पुरुष जसको आत्मा र शक्तिको स्रोत आध्यात्म र अन्याय विरुद्धको विद्रोह हो। हमालको व्यक्तित्व र अभिनयले नरसिंह पात्रमा उचाइ ल्याएको छ। अन्य कलाकारहरूमा नीति शाहको नारी शक्ति प्रतिनिधित्व गर्ने भूमिका, निर शाहको प्रज्ञा र अनुभवले भरिएको चरित्र, प्रचण्ड ताम्राकारको प्रभावशाली उपस्थिति, राज कटुवाल र सनिसा भट्टराई जस्ता युवा अनुहारको सशक्त योगदान रहेको छ। चलचित्रको कथा पौराणिक भए पनि वर्तमान सन्दर्भमा सम्बोधन गरिएको छ। अत्याचार विरुद्धको आवाज, धर्म र अधर्मको द्वन्द्व र शक्तिको दुरुपयोग विरुद्धको प्रतिरोध, यिनै मूल विचारमा कथा बुनिएको छ। पटकथा क्रमिक, रोचक र भावनात्मक आरोह अवरोही सहित अगाडि बढ्छ। संवादहरूमा गहिराई र सन्देश दुवै छ। चलचित्रको भिएफएक्स प्रयोगमा नेपाली सिने इतिहासमा एक महत्त्वपूर्ण प्रयोग मान्न सकिन्छ। दृश्यहरू यति प्रभावशाली छन् कि दर्शकलाई पौराणिक कालको वातावरणमा पुर्याउँछ। सिनेमाटोग्राफी उत्कृष्ट छ। रङ संयोजन, क्यामेरा एङ्गल र भिजुअल कम्पोजिसनमा सन्तुलन रहेको छ। सङ्गीतले कथा बोक्ने काम गरेको छ भने साउन्ड डिजाइनले प्रभाव थपेको छ। चलचित्रको ट्रेलर रिलिज भएपछि नै यसको चर्चा व्यापक बन्यो। सोशल मिडियामा ट्रेन्डिङ टिभी सोहरूमा कलाकारहरूको उपस्थिति र अग्रिम टिकट बुकिङले दर्शकहरूको उत्साह देखाएको छ। नेपालका प्रमुख सहरहरूमै नभई ग्रामीण दर्शक समेत चलचित्रप्रति उत्साहित देखिन्छन्। नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो विदेशी बजार मानिने अस्ट्रेलियामा नरसिंह अवतारको प्रदर्शन अधिकार बीआई इभेन्ट्सले खरिद गरेको छ। बीआई इभेन्ट्सकी वर्षा इटानीका अनुसार महानायक हमालको क्रेज र फिल्मको प्रचारले अस्ट्रेलियामा माग बढेको हो। नेपालमा रिलिजपछि छोटो समयमा नै अस्ट्रेलियामा पनि फिल्म प्रदर्शन हुने भएको छ। राजेश हमाललाई केही समयदेखि स्क्रिनमा कम देखिएकाले दर्शकको अपेक्षा झन उच्च छ। नरसिंहको पात्रले हमाललाई पुनः एकपटक नयाँ रूपमा चिनाउने सम्भावना प्रबल छ। उनको संवाद, हावभाव र शारीरिक प्रस्तुति दर्शकलाई मन्त्रमुग्ध बनाउँछ। चलचित्रले उनको करियरमा नयाँ आयाम थप्ने निश्चित छ। चलचित्रको लम्बाइ केही दर्शकलाई खल्लो लाग्न सक्छ। केही दृश्यहरू दोहोरिएका महसुस गर्न सकिन्छ। पौराणिकता र आधुनिक सन्देशबीचको सन्तुलन कहिलेकाहीँ गडबडिएको अनुभूति हुन सक्छ। तर यी कमजोरीहरू समग्र चलचित्रको प्रभावकारितामा ठूलो असर भने पार्न सक्दैन। विशेषज्ञहरूको अनुमानमा चलचित्रले पहिलो हप्तामै आक्रामक कलेक्सन गर्नेछ। महानायकको उपस्थितिलाई मध्यनजर गर्दै फिल्मले सहरदेखि गाउँसम्म दर्शक तान्नेछ। अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि विशेषतः अस्ट्रेलियामा राम्रो व्यापार हुने अनुमान गर्न सकिन्छ। चलचित्रले नेपाली समाजमा पौराणिक कथाको माध्यमबाट सन्देश दिन खोजेको छ। नरसिंह एउटा पात्र मात्र होइन, अन्याय विरुद्धको शक्ति र चेतनाको प्रतीक पनि हो। चलचित्रले नेपाली फिल्मको स्तर उकास्नेछ र आगामी पौराणिक चलचित्रहरूको लागि नयाँ ढोका खोल्नेछ। दर्शकवृन्द, हामीले आज विश्लेषण गर्यौं नरसिंह अवतार चलचित्रलाई बहुआयामिक दृष्टिकोणबाट। यो चलचित्रले पर्दामा मात्र होइन, नेपाली सिने जगतमा पनि ठूलो प्रभाव पार्न सक्छ। तपाईलाई यो समीक्षा कस्तो लाग्यो? कृपया कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। अबको केही दिनमा हामी रिलिजपछि प्रतिक्रिया र बक्स अफिस रिपोर्ट पनि लिएर आउनेछौँ। त्यसैले सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस च्यानललाई सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस्। आजको यो भिडियोबाट म बालकृष्ण खनाल छुटिन्छु। नमस्कार। सिनेमा नेपाल